नमस्ते डोगरिया सबैलाई धन्यवाद छ धन्यवाद छ स्वागत छ हामी चाहिँ घाँस काट्न जाँदैछौँ खरबारीमा के बोल्नै आन्न यार सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि एकदम सन्चै आरामै छौँ त्यही भएर हामी घाँस काट्न जाँदैछौँ या भिडियो बनाएर भन बोल्नै आन्न यार के हो यार त्यही हो आज हामी बुढीसित घाँस काट्न जाँदैछौँ भन्नलाई बुढी छैन यो बहिनी हो बहिनीसित घाँस काट्न जाँदैछु ए बा गाइस म 16 वर्ष लागे 16 वर्ष उमेरैमा मै पनि दिलाके हो र अहिले त 11 वर्ष पुगेर म 16 वर्ष त्यही हो म 16 वर्ष हो त्यही हो नदातेर भन्ने नि घाँस काट्न जति गल्छी यसलाई जति कसैले लाग्दैन के पहिला सुरु मैले भारी पुर्याउँछ ल अहिले चाहिँ हामी खरबारीमा आइसक्यौँ घाँस पनि थोरै दुईटा काटिसक्यौँ है हामी बस्यौँ उहाँ चाहिँ खाँदै हुनुहुन्छ मैले चाहिँ 200 मुठा काटिसकेँ कि 200 मुठा उहाँले 100 मुठा एकदम साला मेरो औलामा काट्यो नि होइन खरले बिचरा त्यही भएर बसिरहेको छु इधर पर गए सुखा दमहार ओए तेरो त ठुलो छ रे हो के तलिरहेको हो ठुलो छ रे के मक्सेर नङ्गे न ठुलो छ रे होइन तैँले त स्कुलमा अरूलाई दिन्छ साह्रै हो के दिन्छ साह्रै के होमवर्क गर्न आफूले नगरेर गराउँछ साह्रै त्यही खोज्नु आयो कुकुर त्यही हो हामी चाहिँ घाँस पनि बोकेर घर आउनु थाल्छौँ होइन ओह उता म्याडमजी बोकेर हिँड्दै हुनुहुन्छ